नमस्कार साथीहरू। आजको यस नयाँ श्रृङ्खलामा तपाईँहरूलाई स्वागत छ। आज म तपाईँहरूलाई कुनै किताबको कथा सुनाउँदिन, न त यो कुनै पुरानो लोककथा नै हो। आज म तपाईँहरूलाई एउटा इमेल पढेर सुनाउँदैछु, जुन इमेल मैले 3 दिन अघि ठिक राति 11 बजे प्राप्त गरेको थिएँ। र विश्वास गर्नुहोस्, त्यो इमेल पढिसकेपछि म आफै त्यो रातभरि सुत्न सकिनँ। यो इमेल पठाउने व्यक्तिको नाम हो रोहन श्रेष्ठ। उनी हाम्रो च्यानलमा नियमित दर्शक हुन्। रोहनले आफ्नो इमेलको सुरुमै लेखेका छन्, दाइ, यो कुनै काल्पनिक कथा होइन। यो मेरो आफ्नै जीवनमा घटेको एउटा डरलाग्दो सत्य हो। कृपया यो कुरा अरू मान्छेलाई पनि सुनाइदिनुहोस्, किनभने मैले यो कुरा सिधै कसैलाई भन्न सकेको छैन, भने पनि कसैले पत्याउँदैनन्। साथीहरू, अब म रोहनको इमेल हुबहु पढ्दैछु। ध्यान दिएर सुन्नुहोला उसैको शब्दमा। उनी लेख्छन्, दाइ, म काठमाडौँ आउँदा मेरो खल्तीमा थोरै पैसा थियो, तर मनभरि धेरै सपना थिए। पत्रकारिताको जागिर भर्खरै सुरु गरेको थिएँ, त्यसैले ललितपुरको एउटा पुरानो टोलमा अलि सस्तो मूल्यमा एउटा कोठा भाडामा लिएको थिएँ। घर निकै पुरानो थियो, नेवारी ढाँचाको। काठका ज्यालोहरू खिएका थिए। भित्ताबाट सिधै चिसो रुमभित्र आउँथ्यो र रुममा एक किसिमको पुरानो ओसिलो गन्ध थियो, जुन झ्याल खुल्ला राख्दा पनि जाँदैन थियो। घरधनी एउटी बुढी आमा थिइन्। कोठा दिने बेला उनले मलाई एउटै शर्त राखेकी थिइन्, बाबु, राति टोयलेट जाँदा ध्यान दिएर जानुहोला है। त्यति बेला मैले यो कुराले एउटा बुढी मान्छेको सामान्य बानी बेहोरा भनेर हाँसी हाँसी उडाइदिएँ। पहिलो हप्ता सबै कुरा ठिकठाक नै थियो, तर समस्या भने दोस्रो हप्ताको बिहीबार रातिबाट सुरु भयो। राति करिब 11 बजेको थियो सायद। म मेरो ल्यापटपमा एउटा रिपोर्ट टाइप गर्दै थिएँ। ठिक त्यही बेला मैले एउटा आवाज सुनेँ। त्यो आवाज पर्खालभित्रबाट आइरहेको थियो। सानो तर हतारिएको आवाज, जस्तो कोही आफ्नो नङ्ग्राले काठ कोतारिरहेको जस्तो। मैले सोचेँ मुसा होला। यस्तो पुरानो घरमा मुसा हुनु सामान्य नै थियो। तर त्यो आवाज हरेक रात आउन थाल्यो र बिस्तारै त्यो आवाजको ढाँचाले मलाई अचम्ममा पार्न थाल्यो। मुसाले कोतरेको आवाज अनियमित हुन्छ, तर त्यो आवाज भने एकदमै नियमित थियो। 3 पटक खसखस गर्थ्यो अनि रोकिने, फेरि 3 पटक खसखस अनि शान्त हुने, ठिक जस्तो कोही पर्खालको उतापट्टि मलाई सङ्केत दिँदै ढोकामा ढ्याकढ्याक गरेको जस्तो। पर्खालको भित्रबाट यस्तो आवाज आइरहेको थियो कि जुन नियमित थियो 3 पटक। सायद जो कोही भए पनि त्यो रात सुत्न सक्दैन थिए होला। तेस्रो हप्ता मैले नसकेर घरधनी बुढी आमालाई सोधेँ, आमा, यो कोठामा म भन्दा अगाडि को बस्थ्यो? मेरो प्रश्न सुन्नासाथ बुढी आमाको अनुहारको रङ उड्यो। उनले आफ्ना आँखा तल भुइँतिर गाडिन् र कामेको स्वरमा बिस्तारै बोलिन्, एउटा केटो थियो, एक्लै बस्थ्यो। 3 महिना अगाडि उसको लास यही कोठामा भेटियो, भित्रबाट चुकुल लगाएको अवस्थामा। मैले डराउँदै सोधेँ, के कारणले त्यस्तो भयो? खोइ थाहा भएन बाबु, तर प्रहरीका अनुसार मुटु बन्द भएर मरेको रे। तर उनी अक्क न मक्क परिन् अनि झन् सानो स्वरमा भनिन्, तर बाबु, उसको दुवै हातका नङ्ग्राहरू पुरै उप्किएका थिए, जस्तो कि मर्ने बेलामा उसले भुइँ वा भित्तामा कतै बलपूर्वक थामिन खोजेको जस्तो देखिन्थ्यो। उनी थप लेख्छन्, दाइ, यो कुरा सुन्न साथ मेरो ढाडबाट एकैचोटि चिसो पसिना छुट्यो। त्यो रात जब म सुत्न खोज्दै थिएँ, त्यो आवाज हिजो अस्ति भन्दा अझ नजिकबाट आयो। अब त्यो आवाज पर्खालको भित्री भागबाट मात्र आइरहेको थिएन। मलाई प्रष्ट महसुस भएको थियो। त्यो मेरो ओछ्यान मुनिबाट आइरहेको थियो। मैले हिम्मत जुटाएर मोबाइलको टर्च बालेर बिस्तारै ओछ्यान मुनि निहुरिएर हेरेँ। त्यहाँ कोही पनि थिएन, तर भुइँमा बाक्लो धुलो जमेको थियो र त्यो धुलोमा मैले एकदमै नजिकबाट हेर्दा औँलाका सासाना छापहरू थिए। ती छापहरू कोठाको बाहिर जान खोजेका थिएनन्। ती छापहरू त भित्रतिर तानिएका थिए।
उनी भन्छन्, दाइ एकछिन सोच्नुहोस् त, ओछ्यानमुनि धुलोमा भित्रतिर तानिएका औँलाका छाप, जबकि त्यो कोठामा म बाहेक अरू कोही पनि थिएन। भोलिपल्ट अफिस पुगेर मैले त्यस क्षेत्रको पुरानो अभिलेख खने। 3 दिनको निरन्तर खोजपछि एउटा डरलाग्दो इतिहास फेला पर्यो। 18औं शताब्दीमा त्यो ठाउँमा एउटा अघोरी साधुको सानो टहरो रहेछ। उसले धेरै वर्षसम्म कालो तन्त्र गरेको एउटा भोकै नहुने आत्मा बोलाएको थियो। त्यो आत्माले मान्छेको एक्लोपन महसुस गर्छ र रातभरि बिस्तारै उसको च्यान चुस्दै जान्छ। साधु मरेपछि त्यो आत्मा त्यही ठाउँमा अड्कियो। तर हरेक केही वर्षमा जब कुनै एक्लो मान्छे त्यो घरमा बस्न आउँछ, त्यो आत्मा फेरि जाग्छ। पुरानो तामाको पत्रमा लेखिएको थियो, यो आत्मा आँखाले देखिँदैन तर यसको भोक महसुस हुन्छ। पहिले पर्खालबाट बोलाउँछ, त्यसपछि सपनामा आउँछ र तेस्रो रातदेखि मान्छे कहिल्यै फर्किँदैन। दाइ, मैले दिन गने। त्यो दिन तेस्रो हप्ताको बिहिबार थियो अनि आजको रात त्यही तेस्रो रात हो। त्यो सब त्यो तामाको पत्रमा लेखिएको थियो, जहाँ लेखिएको थियो तेस्रो रातदेखि मान्छे फर्किँदैन। त्यो सबै मैले बुझेपछि म हतार हतार कोठामा पुगेँ। त्यति बेला रातिको 10 बजिसकेको थियो। जे भेटिन्छ झोलामा कोची, भाडा पनि नतिरी त्यहाँबाट भाग्ने निधो गरेँ। तर जब म ढोका खोलेर बाहिर निस्किन लागेको थिएँ, मेरो ढोका मुनिको कापबाट एउटा पुरानो कागजको टुक्रा भित्र छिर्यो। मैले काँपिरहेको हातले त्यो कागज उठाएर हेरेँ। त्यो अघिल्लो भाडावालाको हस्तलेख थियो, तर त्यो मसीले होइन, कुनै गाढा कालो तरल पदार्थले लेखिएको थियो। त्यसमा लेखिएको थियो कि म पनि भाग्न खोजेको थिएँ, ढोकासम्म नि पुगेको थिएँ। उनले मलाई लेखेका छन्, दाइ, त्यो मान्छे 3 महिना अगाडि नै मरिसकेको थियो र उसले लेखेको त्यो कागज आज ढोका मुनिबाट मेरो अगाडि आइपुग्यो। म त्यो कागज त्यहीँ फ्याँकेर एकै सासमा सिडी ओर्लिएर बाहिर निस्केँ। सडकमा आएपछि बल्ल मैले लामो सास फेरेँ। सडकको उज्यालो पसलहरू खुल्ला थिए। मान्छेको पनि भिड थियो। गाडीको हर्न बजिरहेको थियो। सबै कुरा एकदमै सामान्य थियो। मैले आफैलाई सम्झाएँ, ठिकै छ, म बाँचेँ। अब यो कोठासँग मेरो कुनै सम्बन्ध छैन। ठिक त्यही बेला मैले समय हेर्न आफ्नो मोबाइल निकालेँ। मोबाइलको स्क्रिन अन गर्दा ग्यालरीमा एउटा फोटो खुल्यो। त्यो फोटो राति 2 बजे सायद मैले अर्धनिन्द्रामा खिचेको थिएँ, तर मलाई त्यो फोटो खिचेको कुनै याद थिएन। फोटो आफ्नै कोठाको थियो, आफ्नै ओछ्यानको। ओछ्यानमा मेरो सुतेको शरीर प्रष्ट देखिन्थ्यो, तर ओछ्यान मुनि धुलोमा दुवै हातले भुइँमा नङ्ग्रा गाडेर कुनै एउटा कालो आकृति मेरो शरीरतर्फ घिस्रिँदै गरेर आइरहेको थियो। दाइ, त्यो फोटो मैले आजसम्म कसैलाई देखाएको छैन। देखाउने आँट पनि आएको छैन ममा। तर त्यो आकृतिको अनुहार फोटोमा धमिलो भए पनि प्रष्ट चिनिन्थ्यो। त्यो अनुहार त्यही अघिल्लो मरेको भाडावालाको थियो र फोटोमा उसको मुख पुरै खुल्ला थियो, जस्तो कि ऊ मलाई चिच्याएर केही भन्न खोज्दैछ। यो कथा सुनिरहेको साथीहरू, रोहनको इमेल यहीँ सकिन्छ, तर अन्तिम लाइनमा उसले एउटा कुरा थपेको छ जसले मलाई पनि अझै झस्काइरहेको छ। रोहनले लेखेको छ, दाइ, म अहिले साथीहरूसँग सेयरिङमा बस्छु। मलाई अचेल एक्लो कोठामा बस्न ज्यान गए पनि डर लाग्छ। राति सुत्नु अघि सधैँ ओछ्यान मुनि टर्च बालेर हेर्ने मेरो बानी बसेको छ। र अर्को कुरा, मेरो मोबाइलको क्यामेराले राति आफै खिचेको कुनै नयाँ फोटो छ भने म त्यो फोटोलाई कहिले खोलेर हेर्दिनँ। यो सब सुन्नासाथ म रोहनलाई एउटै कुरा भन्छु, तपाईँ जहाँ भए पनि सुरक्षित रहनुहोला। र साथीहरू, आजको भिडियो अन्त्य गर्नु अघि म तपाईँहरूलाई एउटै मात्र कुरा भन्छु, आज राति सुत्नु अघि एकपटक आफ्नो मोबाइलको ग्यालरी पक्कै जाँच्नुहोस्। कतै राति तपाईँ सुतेको बेला आफै खिचिएको कुनै फोटो त त्यहाँ छैन। सबैलाई शुभरात्रि।